हेलो हेलो म उता गएपछि उयो छिदेऊ न ल होइन त्योभन्दा माथिल्लो स्टार्ट स्ट्रिमिङ भन्ने थिएछ ल यो मैले खोलेर किताबको च्याप्टरमा गइसकेपछि बुझ्यौ नि हेलो गर नि फेरि आवाज आइछ आवाज आवाज मिलो बढी छ हेलो 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 ओके गुड इभिनिङ हजुर बिहानको 8 बजेदेखि 9 बजेसम्म 10 च्याप्टरमा पुग्यो 7 देखि 8 च्याप्टर सुरु भएको छैन भनेपछि कोही पनि भिजेन आज म पुरै भिजेँ आज आज कति हो 9 हो ल आज हामी खुगुवामा छौँ 9 च्याप्टरमा खुगुवा 9 च्याप्टर अन्तर्गतको विषयवस्तुमा खुगुवा अन्तर्गत हामीलाई के व्यक्त गर्यो भने उम्सिक भनेको के भयो खानाको छुमुन भनेको के भयो अर्डर भन्छ खाना अर्डर गर्ने विषयसँग यो च्याप्टर रिलेट रहेछ हामीलाई यो च्याप्टरमा के कुराकानी उल्लेख गरियो भने सुरुमा दिएको विषयवस्तुमा म थुसिकेसयो म भनेको के भयो के खानुहुन्छ अरे म थुसिकेसयो के खानुहुन्छ भन्यो के खानुहुन्छ भन्दा उत्तर दिनेले भन्यो फिबिमफाप छुसे हो मिक्स राइस के गर्नुहोस् दिनुहोस् अरे मिक्स राइस दिनुहोस् भन्यो यसमा व्यक्त गरेको विषयवस्तुमा सुरुमा छ मुनपप भनेको के भयो व्याकरण यसमा व्याकरण अन्तर्गत व्यष्टिको पछाडि अहिले नाउनको पछाडि के छ छुसेयो भनेको के गर्नुहोस् दिनुहोस् र अर्को छ NOUN नाउनको पछाडि हागो जोडियो भने र अथवा के भन्छ सँग साइडमा छ अहुई अहुई भनेको शब्दावली शब्दावली अन्तर्गत उम्सिक भनेको के भयो खाना र सुच्चा वा सुच्चा भनेको संख्या भनेको नम्बर सुच्चा वा संख्या र फुल्लिउसा भनेको वर्गीकरण भन्छ के अरे वर्गीकरण संख्या र वर्गीकरण संख्या अन्तर्गत चाहिँ हामीले के पढाएको थियो भने सिनो कोरियन नम्बर र ओरिजिनल कोरियन नम्बर यो सुच्चा भनेको संख्या अथवा नम्बर भयो र फुल्युसा भनेको वर्गीकरण भनेको चाहिँ के हो भने हामीले सिनो कोरियन नम्बरको के पढाएको थियो एउटा प्रयोग भनेर पढाएको थियो र अर्को ओरिजिनल कोरियनको पनि के भनेर पढाएको थियो हामीले प्रयोग भनेर पढाएको थियो जनावर र पशुपन्छीको गणना केबाट गर्थ्यौं हामीले मारीबाट भनेपछि यो मारी अथवा चाहिँ कपडाको सेट गणना गर्दाखेरि हामीले के को प्रयोग गर्थ्यौं बल बोतल अथवा बोतलजन्य वस्तुको गणना केबाट गर्थ्यौं व्यङ तरल पदार्थले भरिएको वस्तुको गणना केबाट गर्थ्यौं जान भनेको यो मारी बल व्यङ जानलाई चाहिँ हामीले फुल्युसा भनेको के भन्नु पर्यो वर्गीकरण भन्नु पर्यो के अन्तर्गत चाहिँ डिभाइड गर्ने त के अन्तर्गत राख्ने त
साइडमा छ मुनवा वा छङ्बो भनेको छ संस्कृति र के भयो त जानकारी, संस्कृति र जानकारी। यो च्याप्टरमा संस्कृति र जानकारी अन्तर्गत व्यक्त गरेको विषयमा हाङबुक इने कोरियालीहरूको भन्छ है। कोरियालीहरूको भनेको कोरियाली मान्छेहरूको शिक्षा खाना, कोरियाली मान्छेहरूको के त खानाको बारेमा पनि यसमा कुराकानी गरेछ। हाक्सुक मोक्ष्यमा छ सिकाइको उद्देश्य अन्तर्गत सुरुमा दिएको कुराकानीमा छ उम्सिगुल खानालाई छुमुन हाल्सुइता अर्डर गर्न सकिन्छ रे। यो च्याप्टर पढिसकेपछि एउटा मुख्य विषयवस्तुमा चाहिँ उम्सिगुल छुमुन हाल्सुइता खाना के गर्न सकिन्छ अर्डर गर्न सकिन्छ। र तल्लोमा छ मुलगने सामानको, मुलगन भनेको के भयो सामान भयो, मुलगने भनेको के गरे सामानको खेसु, खेसु भनेको चाहिँ हामीले ओटा अथवा संख्या भनेर भन्छौँ। ओटा अथवा के अरे संख्या, सामानको संख्यालाई माराल सुइता भन्न सकिन्छ। जस्तो कि कुकुर 2 वटा अथवा चाहिँ चिया 2 कप, छा भनेको चिया भयो, थु भनेको 2 भयो र जान भनेको कप भयो नि त। भनेपछि चिया कति कप रे, चिया 2 कप। यसमा यो जुन थु दिएको छ थु भनेको 2 हो नि त, 2 चाहिँ यतिखेर संख्या भनेको के हो खेसु हो, संख्या हो। र यसमा जान भनेको के अरे कप। यो कपलाई चाहिँ हामीले के भन्नु पर्यो फुल्लिउसा, केमा गणना गर्ने त्यसलाई चाहिँ के भन्नु पर्यो वर्गीकरण भन्नु पर्यो। अथवा यसै अन्तर्गत पाङ भनेको के अरे थो गे गरियो। अब पाङ भनेको रोटी, थु भनेको 2 चाहिँ के अन्तर्गत पर्यो खेसु संख्या अन्तर्गत पर्यो। र रोटीलाई हामीले केमा गणना गर्छौं खे भनेको ओटा, यो ओटा चाहिँ यतिखेर फुल्लिउसा के हो त वर्गीकरण हो। केमा वर्गीकरण गर्ने केमा विभाजन गर्ने भन्छ। सुरुमा हेरौं, यसमा फुडको नाम त्यति धेरै कण्ठ गरिरहनु पर्दैन, तर थाहा चाहिँ पाउनु पर्यो अहुइ भनेको के अरे शब्दावली। शब्दावली अन्तर्गत हामीलाई देखाइएको विषयवस्तुमा उम्सिक भनेको के भयो खाना, खानासँग रिलेटेबल कुराकानीमा छ फिबिम्फाप भनेको के भयो मिक्स राइस। अर्को छ खिम्पाप भनेको हामीले के नै भन्छौं खिम्पाप नै भनेर भन्छौं। अर्को छ उदोङ, जापानिज खानालाई हामीले के भन्नु पर्यो उदोङ। रामेन, रामेन भनेको चाउचाउ। अर्को छ खिम्ची चिगे, खिम्चीको के भयो त झोल अथवा सुप भयो, खिम्चीको झोल अथवा सुप। अर्को भयो थुइन्जाङ चिगे, तोफुको के भयो त झोल भयो। थुइन्जाङ चिगे भनेको तोफुको झोल अथवा भटमासबाट बनाइएको पनि भन्न पाइयो तोफुको झोल। फुलगोबी, गोरु अथवा गाईको मासु, गोरुको मासु छ। थोन्गासु, थोङ्गासु भनेको बङ्गुरको भन्छौं हामीले, अथवा यसमा पोर्क बङ्गुरको मासुको परिकार भयो, मासुको परिकार परिकार। तल्लोमा यसमा छ चाचाङमेन, चाचाङमेन भनेको नुडल्स भनेको है नुडल्स। यसमा चाहिँ सधैँ कालो सस राखिन्छ, नुडल्समा कस्तो रे कालो सस राखिन्छ। अर्को छ थाङसुयुक, थाङसुयुक भनेको गोलियो बङ्गुरको है गुलियो। यो अमिलो पनि हुन्छ, गुलियो प्लस अमिलो पनि हुन्छ। र यसमा चाहिँ बङ्गुरको मासु पनि के गरिएको हुन्छ मिसाइएको हुन्छ। अर्को छ फिजा, फिजा भनेको पिज्जा भयो। र चिकन भनेको चिकन भइहाल्यो, कुखुराको परिकार भयो। यसमा चाहिँ सुरुमा छ छोवा हादा, छोवा हादा के गर्नु मन पराउनु। सिराहादा मन नपराउनु, सिराहादा भने के भयो मन नपराउनु। मासित्ता, मासित्ता के हुनु मिठो हुनु अथवा स्वादिष्ट हुनु। मासप्ता,
मिठो नहुनु उच्चारण अब माधवता पनि हुन्छ। अहिले माधवता नै गर्ने। छोम भनेको के भयो? हो एउटा चाहिँ केही अथवा थोरै र यसको अर्थ के पनि हुन्छ भने कृपया। केही थोरै अथवा के पनि हुन्छ? कृपया। सुरुमा हेरौँ खुरिमुल फोगो चित्रलाई हेरेर थे वारुल सम्वादलाई वानसँग हाँस्यो पुरा गर्नुहोस् भन्यो। इलबनमा छ दिएको कुराकानीमा गारनाको गफमा गाले भन्यो मुहसुल म गयो के खानुहुन्छ भन्यो। अब यो पिक्चर कहाँबाट आयो? हो थाङ सो योग म गयो के खान्छु त? थाङ सो योग चाहिँ खान्छु भन्ने हो। मुहसुल म गयो पिक्चर पनि याद गर्नु पर्यो माथि पढेकोबाट। मुहसुल म गयो के खानुहुन्छ भन्दा थाङ सो योग म गयो के खान्छु? थाङ सो योग खान्छु। इभनमा गाले भन्यो डट 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 इगा डट 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 चाहिँ मासिस छ मिठो छ रे। मासिता के हुनु? मिठो हुनुबाट डट 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 मिठो छ भन्दा ने हजुर मासिस सय के नै छ मिठो छ। अब यसलाई के भन्नु पर्यो? के भन्नु पर्यो? थोन्न गासो थोन्न गासो गा थोन्न गासो गा थोन गासो चाहिँ मासिस सय मिठो छ भन्दा ने हजुर मासिस सय के नै छ मिठो छ। साम्बनमा छ गाले नालाई सोध्यो मुहसुल छुवायो के मन पराउनु हुन्छ रे। मन पराउनु हुन्छ। मुहसुल के कुरा चाहिँ छुवायो मन पराउनु हुन्छ भनेर प्रश्न गर्दा उत्तर दिनेले भने यसलाई के भन्नु पर्यो? खिम्पाबल खिम्पाबल छुवायो के मन पराउँछु? खिम्पाप मन पराउँछुमा जानु पर्यो। मुहसुल छुवायो के मन पराउनुहुन्छ भन्दा खिम्पाबल छुवायो के मन पराउँछु? खिम्पाप मन पराउँछु रे। भनेपछि साबनको के भन्नु पर्यो? सामा छ गारनाको गफमा फिजारुल छुवायो हो पिजा मन पराउनु हुन्छ भन्दा आनी हो होइन। अब होइन भने के मन पराउँदो रहेछ? हो छिखिनुल छिखिनुल छुवायो चिकन चाहिँ मन पराउँछु। फिजारुल छुवायो पिजा मन पराउनु हुन्छ भन्दा आनी हो होइन। पिजा मन पराउँदो रहेनछ। तर छिखिनुल छुवायो के चाहिँ मन पराउँदो रहेछ? चिकन चाहिँ मन पराउँदो रहेछ मा जानु पर्यो। यसमा हामीलाई मुनपप भनेको के अरे? व्याकरण। व्याकरण अन्तर्गत यन ओ यु यन नाउनको पछाडि के छ? छुसेयो। नाउनको पछाडि छुसेयो आयो भने यसले के जनाउँछ अरे? दिनुहोस्। छुसेयोनुन दिनुहोस् भन्ने कुराकानी चाहिँ म्यङसा थुइए। म्यङसा भने के भयो? नामको। म्यङसा भनेको नाम नोथोङसा म्यङसा। नाउनको थुइए भनेको पछाडि। नाउनको पछाडि सुय भनेको लेखिँदै भनेको है। सुदा के गर्नु त? लेख्नु अथवा प्रयोग गर्नु। सुदाबाट सुय भनेको लेख्दै अथवा लेखिँदै। छुसेयो चाहिँ म्याङसा थुइए सुय नाउनको पछाडि लेखिँदै खु म्याङसागा त्यो नाउनले कुन नाउनले? त्यो यन ओ यु यन नाउनले त्यो नाउनले छिसी हानुन निर्देशन दिने भनेको है। छिसी हादा के दिनु त? निर्देशन दिनु। निर्देशन दिनु। निर्देशन दिने थेसाङ्गुल उद्देश्यलाई भनेको। थेसाङ भनेको उद्देश्य अथवा लक्ष्य पनि भन्छौँ हामीले। लक्ष्य अथवा उद्देश्यसँग चाहिँ थाल्लिनुन फरक हुने भनेको है। थाल्ली भनेको फरक। थाल्ली भने के अरे? फरक। फरक अवस्थामा चाहिँ यो छङ्गिना अनुरोध अथवा यो छङ भनेको के अरे? अनुरोध। अनुरोध अथवा म्याङ आदेशलाई म्याङ न्याङ भनेको के भयो त? आदेश अथवा हामी यसलाई के पनि भन्छौँ? निर्देशन। आदेश अथवा निर्देशनलाई नाथानेन्दा के अर्थ अरे? जनाउँछ भन्छ। छुसेयोनुन दिनुहोस् भन्ने कुराकानी चाहिँ म्याङसा थुइए नाउनको पछाडि। यता पछाडि यता चाहिँ अगाडि है।
नाउनको पछाडि सुय भनेको लेखिएर खुम्याङसागा त्यो नाउनले, त्यो नाउन भनेको जुन जोडेको नाउन हो त्यो नाउनले छिछिहानु निर्देशन दिने थेसाङ्गुल उद्देश्यलाई थालिनुन फरक पारे यो संज्ञा अनुरोध अथवा म्याङ्ने अङ्गुल आदेश अथवा निर्देशनलाई नाथा निन्दा जनाउँछ भनेको कुनै पनि व्यक्तिलाई निर्देशन दिने बेलामा चाहिँ प्रयोग गरिन्छ अरे। ए भनेको के भयो? उदाहरण। उदाहरणमा भन्यो मूल छुस्यो पानी दिनुहोस्, मैले तिमीलाई भने पानी दिनुहोस् भनेर यतिखेर मैले के गरेको? आदेश निर्देशन अथवा के गरेको त? अनुरोध गरेको भयो। पछि मूल छुस्यो के दिनुहोस्? पानी दिनुहोस्। तलमा छ फिबिम्फाप छुस्यो मिक्स्ड राइस दिनुहोस् अरे, मिक्स राइस दिनुहोस्। तलमा छ खिम्ची चिगे छुस्यो खिम्ची दिनुहोस्, खिम्ची चिगे दिनुहोस् अरे, दिनुहोस् भन्छ। कुनै पनि व्यक्तिलाई चाहिँ यो नाउनले चाहिँ के गर्छ अरे? निर्देशन दिने काम गर्छ भन्छ। खिम्ची चिगे छुस्यो, फिबिम्फाप छुस्यो, मूल छुस्यो, यसरी चाहिँ व्याख्या गर अरे। एकको त हेर्नु परेन, दुईबाट। इभनमा छ खुरीमूल फोगो चित्रलाई हेरेर फोकी वा खाची उदाहरणमा जस्तै थे वा हे फुस्यो संवाद गरी हेर्नुहोस्। के गरी? संवाद गरी हेर्नुहोस् अरे। संवाद गरी हेर्नुहोस् भनेको कुराकानीमा फोकीमा छौँ हामी। उदाहरणमा फोकीमा एउटा गा र ना गफ गर्दै रहेछन्। गाले भन्यो फिबिम्फाप इस्सयो मिक्स राइस छ अरे। सोधे यसमा फिबिम्फाप इस्सयो मिक्स राइस छ भन्दा हानि हो? होइन, फिबिम्फापुन अप्सयो मिक्स राइस छैन अरे। अब गाले सोधे खिम्पापुन इस्सयो, खिम्पाप चाहिँ इस्सयो छ भन्दा नाले भने ने हजुर इस्सयो छ। अब जे छ त्यही दिनुहोस् भन्नु पर्यो। गाले भन्यो खुरम, त्यसो भए खुरमले के जनाउँछ? त्यसो भए खिम्पाप छुस्यो, खिम्पाप नै के गर्नुहोस्? दिनुहोस् भन्छ। किनभने यो जुर्यो लगाएको कुराकानी छ, इन्टु लगाएको कुराकानी छैन भन्ने विषयवस्तु हो। 어서 오세요. 뭐 드시겠어요? 저는 비빔밥 주세요. 저는 김치찌개 주세요. 네, 알겠습니다. 물도 좀 주세요. यसमा छ थेवा भनेको के अरे? संवाद। संवाद अथवा वार्तालापमा के भन्यो भने छमुवन भनेको पसले भनेको है। छमुवनले के जनाउँछ? पसले। पसले र आगुङ बिचमा गफ हुँदै रहेछ। पसलेले भन्यो असो ओसे हो, कृपया आउनुहोस्, के छ? स्वागत छ अरे। म थुसिगेसयो, के खानुहुन्छ? कहाँबाट भन्यो थुसिगेसयो? थुसिदा, थुसिदा के गर्नु त? खानु। मक्काको के बाछियो? आधार बाछे। असो ओसे हो, कृपया आउनुहोस्, म थुसिगेसयो, के खान चाहनुहुन्छ? के खानुहुन्छ भन्दा अब छनुन म चाहिँ फिबिम्फाप छुस्यो मिक्स राइस दिनुहोस् नबनाएर अब म चाहिँलाई के बनाउनु पर्यो? मलाई। छनुन मलाई चाहिँ फिबिम्फाप छुस्यो के दिनुहोस्? मिक्स राइस दिनुहोस्। के सोध्दा थियो? के खान चाहनुहुन्छ भन्दा मलाई फिबिम्फाप छुस्यो, मलाई चाहिँ के दिनुहोस्? मिक्स राइस दिनुहोस् रे। अब आमिनाले के भनिन् भने तीनजना मान्छे रहेछन्, एउटा पसले रहेछ र ग्राहकको नाममा एउटा आगुङ र को रहेछन्? आमिना रहेछन्। आमिनाले भने छरुल मलाई चाहिँ किम्ची चिगे छुस्यो, किम्ची चिगे दिनुहोस्। आगुङले भनेको थियो फिबिम्फाप छुस्यो मिक्स राइस दिनुहोस्। आमिनाले भनिन् किम्ची चिगे छुस्यो, मलाई चाहिँ के दिनुहोस्? किम्ची चिगे दिनुहोस् रे। अब छमन पसलेले के भन्यो? ने हजुर अथवा आल्के सुम्निदा बुझे अरे। ने हजुर आल्के सुम्निदा मैले के गरेँ? बुझे भन्यो। यति भनेपछि आगुङले के भन्यो? मुल्दो के भन्यो? पानी पनि। मुल्दो पानी पनि छोम छुस्यो। ओ छोम भनेको कृपया, कृपया मुल्दो छुस्यो पानी पनि दिनुहोस् लैजानु पर्यो।
भनेपछि छोमले के पनि जनाउँदो रहेछ, कृपया केही अलिकति भन्ने विषयलाई पनि के गर्दो रहेछ, बुझाउँदो रहेछ। अब यसमा थेदापे फायो भनेको छ उत्तर दिए हेर अरे, उत्तर दिए हेर। थेदापे फायो उत्तर दिए हेर भनेकोमा 11 मा 1 नम्बरमा थु सारा मुन्न 2 जना मान्छेहरू अदिए सय कहाँ छन् अरे। गणेश कहाँ छन् 2 जना मान्छेहरू? हो कहाँ छन्? सिक्ताङमा छन्। सिक्ताङ भने के भयो? रेस्टुरेन्ट भयो। किनभने खिम्ची चिके दिनुहोस्, बिबिम्बाप दिनुहोस् भनेर भन्नको लागि मान्छे कहाँ हुनु पर्यो? सिक्ताङमा हुनु पर्यो। र सिक्ताङको सट्टामा हामीले के को पनि प्रयोग गर्न पाउँछौँ? थाप छिप। थाप भनेको भात भयो, छिप भनेको घर, भात घर भनेको रेस्टुरेन्ट भनेको, थाप छिपले पनि हामीलाई के नै जनाउँछ? रेस्टुरेन्ट। अर्को छ इभन अन्तर्गत आमिना सिनन। आमिनाजी चाहिँ मुआसुल मगायो के खानुहुन्छ अरे। आमिनाजीले के खानुहुन्छ? हो आमिनासीगा किम्ची चिगेरुल मगायो बनाउनु पर्यो। आमिनाजीले के खानुहुन्छ? आमिनासीगा, आमिनाजीले चाहिँ किम्ची चिगेरुल मक्ताबाट के भन्नु पर्यो? मगायो। सोधेको थियो आमिनासीगा मुआसुल मगायो, आमिनाजीले के खानुहुन्छ भन्दा आमिनाले मगाएको त किम्ची चिगे छुसेयो के दिनुहोस्? किम्ची चिगे दिनुहोस् भनेपछि आमिनासीगा, आमिनाजीले किम्ची चिगे रुल मगायो, किम्ची चिगे नै के गर्नुहुन्छ? खानुहुन्छ मा जानु पर्यो। यसमा छ छेसी दोइन भनेको प्रस्तुत गरिएको भनेको के गरिएको रे? प्रस्तुत गरिएको। प्रस्तुत गरिएको फ्योयनुल अभिव्यक्तिलाई, फ्योयन भने के भयो? अभिव्यक्ति अथवा यसलाई हामीले के पनि भन्छौँ भने भनाइ पनि भन्छौँ। प्रस्तुत गरिएको अभिव्यक्तिलाई वारेङ आय प्रयोग गरी थे वा हे फोसेयो संवाद गरी हेर्नुहोस् अरे। सुरुमा छ यसमा खिम्पाप भनेको खिम्पापे भयो, रामेन भनेको के भयो त? चाउचाउ भयो। यो कुराकानीमा गारनाको गफमा गाले भन्यो ओसेयो कृपया आउनुहोस्। म थुसी के सयो के खानुहुन्छ अथवा के खान चाहनुहुन्छ भन्दा खिम्पाप छुसेयो, खिम्पाप चाहिँ दिनुहोस् अरे। अब साइडमा के भन्यो? रामेन दो चाउचाउ पनि छुसेयो दिनुहोस् अरे। अब गाले भन्यो ने हजुर आल्गे सुम्निदा बुझेँ अरे, तपाईँले भनेको कुराकानी मैले बुझेँ भन्छ। यहाँ छ हामीलाई थाङसुयुक छ एउटा परिकार र चाचाङमिङ भनेको के भयो त? नुडल्स। यसमा कस्तो झोल हुन्छ अरे? कालो झोल अथवा चाहिँ कालो ससको के गरिएको हुन्छ? प्रयोग गरिएको हुन्छ। यसमा छौँ हामी अहुई भनेको के अरे? शब्दावली। शब्दावली अन्तर्गत सुच्चा भनेको के हो? संख्या। सुच्चा भनेको संख्या, वा भनेको र, फुल्युसा भनेको के अरे? वर्गीकरण। संख्या र वर्गीकरण अन्तर्गतको कुराकानीमा सुरुमा सुच्चा छ, सुच्चाले हामीलाई के जनाउँछ? संख्या अथवा नम्बर भन्छौँ हामीले, संख्या अथवा नम्बर। यसो पढ्ने बेलामा ORIGINAL ओरिजिनल कोरियन नम्बर पढ्यौँ एउटा, अर्को भनेको सिनो KOREN सिनो कोरियन नम्बर पढ्यौँ। तर यसमा दिएको सबै विषय हाना थुल सेत ने थासत यसत इल्गो पियदल आहो पियल सबै कुन कोरियन रहेछ? ओरिजिनल कोरियन नम्बर रहेछ। यी जतिलाई चाहिँ हामीले के भन्नु पर्यो? सुच्चा भन्नु पर्यो, नम्बर भन्नु पर्यो। तर तल्लो विषयमा उल्लेख गरेको विषयवस्तुमा चाहिँ हामीलाई के छ भने फुल्युसा। फुल्युसा भने के अरे? वर्गीकरण। वर्गीकरण। यो वर्गीकरण भन्न खोजेको के भनेको त हामीलाई? प्रयोग भनेको। केलाई केमा छुट्याउने त? गाई 4 जना भन्न मिल्छ त? मिल्दैन। मान्छे 10 वटा भन्न मिल्दैन। मान्छे के भन्नु पर्यो? 10 जना भन्नु पर्यो। भनेपछि कुन चिजलाई केमा वर्गीकरण गर्ने, कसरी प्रयोग गर्ने त भन्दा सुरुमा छ गे भनेको के अरे? ओटा। गे भनेको ओटा।
ससाना आइटम, ससाना आइटम्स, आइटिइएमएस आइटम्स, र यस अन्तर्गत पाङको कुराकानी भयो। अर्को छ छोखुल्लित भनेको चकलेट भयो। अर्को आइसो खुरिम, आइसो खुरिम भनेको आइसक्रिम भयो। र फलफुलका, फलफुलका साना एकाइ, कस्ता एकाइ? साना एकाइ। फलफुलका साना एकाइ भनेको सागवा। अर्को म्याङ्गो आँप भयो। अर्को ओरेन्जी सुन्तला भयो। र खिउल भनेको मौसमी अथवा सुन्तलाकेहरूको परिकार भयो। भनेपछि ससाना आइटम गणना गर्दा पाङ भनेको रोटी, छोखुलित चकलेट, आइसक्रिम आइसक्रिम, र फलफुलका साना एकाइ भनेको सागवा, स्याउ, म्याङ्गो आँप र ओरेन्जी सुन्तलाका साथै खिउल भनेको मौसमी अथवा यसलाई पनि हामीले के माने राख्छौँ? सुन्तला। यी आदि इत्यादि गणना गर्दा के को प्रयोग गर्नु पर्यो? गे। र अर्को एउटा पनि सम्झिनु पर्यो, दुधको प्याकेट गणना गर्दा के अरे? दुधको प्याकेट गणना गर्दा, गणना गर्दा दुधको प्याकेट गणना गर्दा पनि हामीले के को प्रयोग गर्नु पर्यो? गे को गणना गर्नु पर्यो। प्याकेटमा आयो भने गे। अर्को छ म्याङ, म्याङले के जनाउँछ? जना। तर कस्तो जना भन्दा सामान्य, सामान्य व्यक्तिको गणना गर्नु पर्यो भने यो म्याङ के हो त? जना। यस अन्तर्गत भन्न खोजेको साराम मान्छे, नाम दोङ सेङ भनेको भाइ भयो। अर्को यदोङ सेङ भनेको बहिनी भयो। अर्को छिङ्गु भनेको साथी। यी व्यक्तिका लागि कस्ता मान्छे हुन्? सामान्य मान्छे हुन्। सामान्य मान्छेको गणना केबाट गर्नु पर्यो? म्याङबाट। अर्को बुन छ, बुनले पनि जनाउन चाहिँ के नै जनाउँछ? जना। तर कस्तो मान्छे? आदरवाची, आदरवाची मान्छेको गणना भनेको यतिखेर चाहिँ सोनिम पाहुना भयो होला, अथवा चाहिँ आदरवाची रूपमा बुबा, आमा, काका, काकी, माइजू अथवा क्याप्टेन अथवा लिडर गणना गर्नु पर्यो भने यतिखेर आदरवाची व्यक्ति गणना गर्दा के को प्रयोग गर्नु पर्यो? बुनको। मारी, मारी भनेको जनावर अथवा, जनावर अथवा के गणना गर्दा? पशु पंक्षी गणना गर्दा, गणना गर्दा जनावर अथवा पशु पंक्षी गणना गर्ने एकाइलाई के भन्नु पर्यो? मारी। तर एउटा के ख्याल गर्नु पर्यो भने फिदुल्की, परेवा, परेवाको जोडी, परेवाको जोडीलाई, परेवाको जोडीलाई केमा गणना गरिन्छ? साङमा गणना गरिन्छ। केमा रे? गणना गरिन्छ। जोडी आउनका लागि कतिवटा आउनु पर्यो? दुईवटा आएपछि मात्र जोडी भयो। मानौ कि यतिखेर एउटा मात्रै आयो भने परेवा, परेवा एउटा मात्र आयो भने के हुन्छ? मारी नै हुन्छ। तर परेवा यतिखेर कतिवटा आयो? अब दुईवटा हो। दुईवटा आएपछि परेवाको एउटा जोडी तयार भयो। त्यो तयार भएको जोडीलाई चाहिँ के भन्नु पर्यो? साङ। अब मानौ यतिखेर तीनवटा आयो भने नि, तीनवटा आयो, यो दुईटाको पो जोडी हो, एउटा त अलग त भयो नि त। अब जब बिजोर आउँछ अब के हुनु पर्यो? मारी हुनु पर्यो। तर यसको पछाडि अब मानव एउटा लिएर राख्थ्यौं हो। अब एउटा एउटा दुईटा जोडी भनौँ नि त। अब दुईटा जोडी भएपछि के को प्रयोग गर्नु पर्यो? साङ। यसलाई ख्याल गर्नु पर्यो। अर्को छ हामीलाई दिएको गन। यो गनले पनि जनाउन चाहिँ के नै जनाउँछ? ओटा। तर के गणना गर्दा? किताब र कपीको, किताब र कपी गणना गर्दा, गणना गर्दा किताब र कपी गणना गर्दा मात्र बल्ल के को प्रयोग गर्नु पर्यो? हामीले गनको। अर्को छ खुङ्गी, खुङ्गी भनेको कचौरा। तर ख्याल गर्नुपर्ने कुराकानी भातले, केले? भातले भरिएको, भातले भरिएको कचौरा गणना गर्दा, कचौरा गणना गर्दा भातले भरिएको कचौरालाई के भन्नु पर्यो? खुङ्गी। हुन त खुङ्गीको अर्थ अर्को के पनि हुन्छ? हावा पनि हुन्छ। तर हामी अहिले पढ्दैछौँ केसँग? फुल्युसा भनेको वर्गीकरणको एकाइ पढ्दैछौँ। यसले के भन्छ भने भातले भरिएको कचौरा गणना गर्दा यहाँ भात छ कि झोल छ भन्ने कुराकानीले म्याटर गर्छ। भातले भरिएकोलाई के भन्नु पर्यो? खुङ्गी। तर सुप अथवा
सुपथमा झोलले के अरे सुपथमा झोलले भरिएको के गर्दा कचौरा। यो खुरुतको अर्थ पनि के नै हो त कचौरा नै हो है। तर यो खुरुतमा के हुनु पर्यो सुपथमा के हुनु पर्यो झोल हुनु पर्यो। सुप र झोलले भरिएको कचौरा गणना गर्दा के को प्रयोग गर्नु पर्यो खुरुतको प्रयोग गर्नु पर्यो। र छप्सी छप्सीमा सधैँ के आउँछ भने फान्छन् साइडिस साइडिसले भरियो भने अथवा चाहिँ यतिखेर छप्सी भनेको के भयो त प्लेट भयो। छप्सीले के जनाउँछ प्लेट प्लेटको गणना गर्दा अहिले तरकारीको परिकार हालिसकेपछि त्यसलाई हामीले छप्सी भनेको प्लेटमा गणना गर्नु पर्यो। तरकारीको परिकारले भरिएको कचौरालाई अथवा प्लेटलाई चाहिँ हामीले के भन्नु पर्यो छप्सी। छाना तरल पदार्थले के अरे तरल पदार्थले भरिएको के गणना गर्दा कप गणना गर्दा। तरल पदार्थले भरिएको चाहे रक्सीले भरियो अथवा चियाले चाहे कफीले तरल पदार्थले भरिएको कपलाई के भन्नु पर्यो छान। तर कपमा सधैँ तरल पदार्थ हुन्छ नै भन्ने छैन। पहिलोचोटि बजारमा कप किन्न जाँदा कसैले पानी भरेर कसैले चाहिँ चिया भरेर राखे हुन्छ त हुँदैन। खाली कप बोकेर आइयो भने खाली कपको गणना चाहिँ खपको के नै हुन्छ खप नै हुन्छ। खाली कप गणना गर्दा खप तरल पदार्थले भरिएको कपको गणना छानबाट। र फ्याङ भनेको बोतल बोतलजन्य के जन्य बोतलजन्य वस्तुको गणना गर्दा बोतल अथवा बोतलजन्य वस्तुको जुन बोतल आकारमा आएका वस्तु छन् ती सबैको गणना केबाट गर्नु पर्यो व्यङ्गबाट गर्नु पर्यो। यी सबै विषयवस्तुलाई चाहिँ फुल्युसा भनेको के अरे वर्गीकरण अथवा के भनेर भन्नु पर्यो प्रयोग भनेर भन्नु पर्यो। यसलाई जाम तल्लोमा खुरिमुल फोको चित्रलाई हेरेर मुन्जाङमुल वाक्यलाई वानसँग हाँसेयो पुरा गर्नुहोस् भन्यो। सुरुमा छ इल्वन अन्तर्गत। पहिला साइडमा हेरौँ टिपमा सारा मिना मान्छे अथवा मुलगनुल सामानलाई सेल्ते भनेको छ सेदा भनेको गणना गर्नु के गर्नु रे गणना गर्नु। यसै सेदालाई हामीले के पनि भन्छौँ बलियो हुनु पनि भन्छौँ। सारामिना मान्छे अथवा मुलगनुल सामानलाई सेल्तेनुन गणना गर्ने बेलामा म्याङ्सा भनेको नाउन अरे। जस्तो कि यहाँ के थियो यसलाई के भन्नु पर्यो पहिलोचोटि भात भन्नु पर्यो नो यसलाई के भन्नु पर्यो भात भन्नु पर्यो पहिला। म्याङ्सा नाउन भनेको यसलाई हामीले पहिला के भन्नु पर्यो थाप। र त्यसको पछाडि सुच्चा संख्या कतिवटा छ दुईवटा दुईलाई के भन्नु पर्यो थो। र त्यो भन्दा पछाडि चाहिँ फुल्युसा वर्गीकरण। अब भातले भरिएको कचौराको गणना केबाट हुन्छ हो यो खोङ्गी चाहिँ हाम्रो लागि फुल्युसा के हो त वर्गीकरणको सुनसरो क्रमै अनुसार भनेको है। सुन्छ भने के अरे क्रमै अनुसार चाहिँ सुदा लेख्नुबाट सुन्दा के गरिन्छ लेखिन्छ भन्छ। अब यसलाई यसरी लेख्न पाएन नि त। खोङ्गी थु फाप भन्नुभन्दा पनि फाप थु खोङ्गी भात दुई कचौरा चाहिँ म गयो खान्छु भन्ने हो। भनेपछि लेख्ने बेलामा पहिला के लेख्नु पर्यो म्याङ्सा नाउन के खाने हो को हो कसो हो त्यसको नाम उल्लेख गर्नु पर्यो। त्योभन्दा पछाडि सुच्चा भनेको संख्या कतिवटा संख्या छ त्यसको संख्या लेख्नु पर्यो। र फुल्युसा भनेको वर्गीकरण त्यसलाई कुन हिसाबमा चाहिँ क्लासिफाई गर्ने हो त्यसको वर्गीकरण लेख्नु पर्यो। भनेपछि यो इभनमा पहिलोचोटि यसको म्याङ्सा के हो नाम के हो पाङ। त्यो भन्दा पछाडि हामीलाई सुच्चा के चाहियो अरे संख्या अथवा नम्बर कतिवटा हाना दल सेतबाट से मात्र। अब यसको गणना केबाट हुन्छ केबाट केबाट अघि भर्खर पाङको गणना केबाट हुन्छ भनेको गे भनेपछि पाङ से गेरुल सायो। पाङ भने के भयो पाउरोटी चाहिँ तीनवटा सायो के गर्छु किन्छु अरे। छ समस्या छैन। सामानमा छ अब मान्छे आयो। मान्छे आउने बित्तिकै अब यतिखेर हामीले साराम नै राख्दा पनि भयो अथवा नामदोङ सिंह भाइ राख्दा पनि भयो।
साराम को चाहिँ मान्छे चाहिँ हान्थुसेने कति 4। अब यी मान्छेहरू आधारवाची मान्छे हो त होइन, कस्तो मान्छे हो? सामान्य मान्छेको गणना केबाट गर्नु पर्यो? हो, केबाट? म्याङ। साराम ने म्याङ यी इसयो मान्छे कतिजना छन्? 4 जना। होइन साराम राख्दिन म भन्ने हो भने यतिखेर चाहिँ नाम दोङ सिंह भनेको भाइ बनाउन नि पाइयो। नाम दोङ सिंह भाइ चाहिँ ने म्याङ यी कतिजना? 4 जना इसयो छन् भन्ने भयो। यसमा छ ए भनेको के अरे? उदाहरण। उदाहरणमा हाक्सिङ विद्यार्थी आधारवाची व्यक्ति हो? होइन, सामान्य हो। भनेपछि हाक्सिङ को चाहिँ विद्यार्थी। थासत भने के अरे? 5 हो। यो थासत के अन्तर्गत पर्ने रहेछ? सूचा संख्या र म्याङ चाहिँ केमा पर्ने रहेछ? फुल्ल्युसा वर्गीकरण। भनेपछि हाक्सिङ थासत म्याङ विद्यार्थी कतिजना? 5 जना रे। र यो सावन अन्तर्गत पहिलोचोटि पिक्चर के हो? हो, के भन्नु पर्यो? मूल। अब यसको सूचा के हो? कतिवटा छ? हो, हानाबाट के मात्र? हान्न। अब व्यङ हो त? हो, केमा गणना गर्नु पर्यो? छानमा गणना गर्नु पर्यो। मूल हान्जान पानी 1 कप चाहिँ मास्यो पिउँछु अरे। मूल हान्जानुल मास्यो पानी 1 कप के गर्छु? पिउँछु भन्यो। हाना 1 थुल 2 से 3 ने 4 चाहिँ फुल्ल्युसा वर्गीकरण। फुल्ल्युसा भने के अरे? वर्गीकरणको आफै छ अगाडि राख्दा भनेको है। 1 2 3 4 लाई वर्गीकरणको अगाडि राख्दा भनेको यो वर्गीकरणको अगाडि राख्दा हान्न थुसेने भनेको मुनितिरको अक्षरलाई काटेर चाहिँ सुन्दा के गरिन्छ? लेखिन्छ भन्छ। ए भनेको के भयो? उदाहरण। उदाहरणमा व्यक्त गरेको कुराकानीमा के छ भने खफी। उदाहरणमा छ खफी हाना जान। मिल्छ? मिल्दैन। हाना बनाउन पाइयो त? पाइएन। तर खफी हान्जान कफी कति कप? 1 कप हो, यसो चाहिँ बनाउन पाइयो। खफी थुल्जान मिल्छ? ल त राख्न पाइएन नि त। तर खफी थुजान कफी कति कप? 2 कप, यसो गर्न पाइयो। साममा छ खफी सेचान कफी 3 कप। मिल्छ मुनिको त राख्न? पाइएन। खफी सेजान कफी कति कप? से 3 कप। र खफी नेचान कफी 4 कप भनेको छ, मुनितिरको स राखेको छ, पाइएन। खफी नेजान कफी चाहिँ 4 कप। यताको चाहिँ अवस्थालाई व्याख्या गर्न पाइयो। यसमा छ मुनपप भनेको के भयो? व्याकरण। व्याकरण अन्तर्गत हामीलाई दिएको विषयमा यन ओ युएन नाउनको पछाडि हागो जोडियो भने र अथवा के जनाउँथ्यो? सँग। के अरे? र अथवा सँग। यसको काम 2 वा सो भन्दा बढी नाउनलाई एक आपसमा के गर्ने हो? जोड्ने हो। यसले के भन्छ भने हागो नुन र अथवा सँग चाहिँ म्याङसा वा नाउनसँग भनेको। म्याङसा भने के अरे? नाउनसँग खराफाय जोडेर भन्छ। खराप हादा खराप हादा भनेको के गर्नु त? जोड्नु। हागो चाहिँ नाउनसँग जोडेर केसँग रे? नाउनसँग जोडेर खु म्याङसारुल त्यो नाउनलाई भनेको यो नाउनलाई थारुन म्याङसा वा अर्को नाउनसँग भनेको है। थारुन भनेको कुन अरे? अर्को। यो अर्को भनेको थारुनले अर्को के पनि जनाउँछ? फरक। थारुदा के हुनु? फरक हुनु हो नि त। र अथवा सँग चाहिँ नाउनसँग जोडेर खु म्याङसारुल यो नाउनलाई थारुन म्याङसा वा अर्को नाउनसँग यनग्यार हागना जोड्दा भन्छ। यनग्यार हादा यनग्यार हादा पनि त के नै गर्नु? जोड्नु भनेको एउटा नाउनलाई अर्को नाउनसँग जोड्दा अथवा खु म्याङसागा त्यो नाउनले छिसी हानु न रे। छिसी हादा अघि के दिनु भनेको थियो? निर्देशन दिनु। के दिनु रे? निर्देशन दिनु। निर्देशन दिने थेसाङी। थेसाङ भनेको उद्देश्य अथवा लक्ष्य। उद्देश्य अथवा के अरे? लक्ष्यले चाहिँ
अतन इरुल कुनै कामलाई, अतन इरुल भनेको कुनै कामलाई चाहिँ हामके हानुन सँगै गर्ने भनेको है हामके हादा भनेको सँगै गर्नु भनेको के अरे सँगै गर्नु सँगै गर्ने थेसाङिमल उद्देश्यपनलाई थेसाङिम भने के भयो उद्देश्यपनलाई चाहिँ नाथा निन्दा देखाउँछ अथवा जनाउँछ अरे भनेको दुईवटा काम चाहिँ सँगै गर्ने अवस्थामा चाहिँ हामीले नाउनको पछाडि के लगाउँछौँ रे हागो। यसले दुई वा सो भन्दा बढी नाउनलाई एक आपसमा जोड्ने काम गर्छ भन्छ। एमा उदाहरणमा उयु हागो के भन्यो हो उयु हागो भनेको दुध र अथवा दुधसँग उयु हागो केसँग रे दुधसँग अथवा दुध र पाङ्गुल रोटीलाई दुध र रोटी चाहिँ सायो हो किन्छु कुन टेन्स यहाँ 700 छ छैन नि त प्रेजेन्ट छ। उयु हागो दुध र पाङ्गुल सायो रोटी के गर्छु किन्छु। यनफिल हागो हो पेन्सिल र यनफिल भनेको PENCIL पेन्सिल र छिउगेगा इसयो छिउगे भने के भयो छिउगे इरेजर इसयो छ रे मसँग यनफिल हागो पेन्सिल र पेन्सिल र छिउगेगा इसयो के छ इरेजर छ। अर्को छ थोयो इरे शनिबार थोयल भने कुन बार शनिबार छिङ्गु हागो साथीसँग कोसँग साथीसँग शनिबार साथीसँग छुक्कु हेस्यो कुन टेन्स ओ फुटबल खेले अरे खेले बल्ल पास्ट टेन्स भयो। थोयो इरे शनिबार चाहिँ छिङ्गु हागो छुक्कु हेस्यो साथीसँग के खेले फुटबल खेले अरे यसमा समस्या छैन। तर हामीलाई अर्को विषय के पनि क्लियर हुनु पर्यो भने यहाँ वा र ग्वा छ वा र ग्वाले पनि र अथवा के नै जनाउँछ सँग यन ओ युएन नाउनको पछाडि वा अथवा के अरे ग्वा यो वा र ग्वामा कुन चाहिँ भवेलमा लाग्छ कुन चाहिँ कन्सोनेन्टमा लाग्छ होला वा केमा लाग्छ नर्मली रूपमा हामीले यस्तो पढ्थ्यौं यसलाई यसो पढ्थ्यौं तर यो केस चाहिँ सबैभन्दा टोटल्ली फरक हो। सधैँ अरू सबैमा सेन भाषाभरिमा एउटा चाहिँ अलग्गै कुराकानी हो। यदि नाउन कन्सोनेन्टमा इन्डिङ छ भने ग्वा र भवेलमा इन्डिङ छ भने के गर्नु पर्यो वा गर्नु पर्यो। यो चाहिँ अरूभन्दा उल्टो चल्छ है अरू सबै सुल्टो चल्छ यो चाहिँ कसो चल्छ उल्टो चल्छ। त्यही भएर यसमा चाहिँ जस्तो कि हागोको लागि भवेल कन्सोनेन्ट छुट्याउनु पर्दैन थियो टन्टै साफ हुन्थ्यो तर यसको लागि भवेल कन्सोनेन्ट चाहिँ छुट्याउनु पर्यो तर उल्टो छुट्याउनु पर्यो के भनेपछि ग्वा र वाले र अथवा के जनाउँछ अरे सँग। छुरो प्राय छुरो भनेको के भयो प्राय प्राय खु अ एस एउटा अर्को हामीसँग के हुन्छ भने मु न ए स खु अ एस र मु न एस यो चाहिँ धेरै आउने विषय वस्तु पनि हो। मु न एस भनेको लिखित रूपमा भनेको के अरे लिखित रूपमा र खुआ एस भनेको मौखिक रूपमा भन्छौं मौखिक रूपमा भनेको बोल्दा भनेको है प्राय जसो बोलीचालीको भाषामा बोल्दाखेरि चाहिँ सायोङ हानुन प्रयोग गरिने प्राय जसो बोलीचालीको भाषामा प्रयोग गरिने हागो र अथवा के अरे सँग र अथवा सँग थाली भनेको फरक भनेको है र अथवा सँग हागोसँग फरक पारेर वा र ग्वा भनेको ग्वा र वा चाहिँ थेगे सामान्यतया थेगे भनेको सामान्यतया क्षक शिक्षक भनेको औपचारिक भन्छ औपचारिक साङवाङिना अवस्था अथवा साङवाङले के जनाउँछ अवस्था औपचारिक अवस्थामा अथवा मुन एस
लिखित रूपमा के रूपमा लिखित रूपमा चाहिँ सायुङ हान्दा के गरिन्छ प्रयोग गरिन्छ अरे। यसमा आगोलाई चाहिँ कस्तोमा प्रयोग गरिन्छ अरे भने खुवाएछ खुवाएछ भनेको के रूपमा मौखिक रूपमा र वा र ग्वालाई चाहिँ मुनाएछ भनेको के रूपमा लिखित रूपमा लेख्दाखेरि चाहिँ प्राय जसो वा र ग्वाको प्रयोग गरिन्छ अरे र बोल्दाखेरि चाहिँ हागोको के गरिन्छ प्रयोग गरिन्छ अरे। आफे ओनुन भनेको अगाडि आउने भनेको है आफे भनेको कता भयो अगाडि ओदाबाट ओनुन भनेको के गर्ने त आउने अगाडि आउने म्याङसा ए भनेको नाउनको भन्छ अगाडि आउने नाउनको माचिमाक माचिमाक भनेको अन्तिम भनेको है अगाडि आउने नाउनको अन्तिममा के मारे अगाडि आउने नाउनको अन्तिममा चाहिँ उम्जल भनेको स्वर भन्न खोजेको है अथवा चाहिँ शब्द अथवा स्वर भनेको शब्द अथवा स्वर अगाडि आउने नाउनको शब्द अथवा स्वरमा चाहिँ फाछिमी झुन्डिएको अक्षर इस्सुम्यान भयो भने झुन्डिएको अक्षर जति सबैलाई हामीले के इन्डिङ भन्थ्यौं कन्सोनेन्ट इन्डिङ कन्सोनेन्ट इन्डिङ भयो भने ग्वा लगौरे र फाछिमी झुन्डिएको अक्षर चाहिँ अपसुम्यान छैन भने भएन भने कन्सोनेन्ट इन्डिङ छैन भनेको अर्थ के भयो भने भवेल इन्डिङ भयो भने चाहिँ वा रुल फुच्छिन्दा वालाई के गरिन्छ टाँसिन्छ अथवा जोडिन्छ भन्छ भनेपछि नाउनमा वा र ग्वाले पनि जनाउन चाहिँ र अथवा के नै जनाउने रहेछ सँग यो बेलामा कन्सोनेन्ट इन्डिङ भयो भने ग्वाको प्रयोग गर्नु पर्यो भने भवेल इन्डिङ हुँदा के को प्रयोग गर्नु पर्यो वाको प्रयोग गर्नुपर्छ अरे। भनेपछि यसमा एमा छ उदाहरणमा पाङ केमा इन्डिङ भयो यसमा कन्सोनेन्टमा त्यही भएर के को प्रयोग भयो ग्वा पाङ ग्वा उयु पाङ भने के अरे रोटी र उयु भने के अरे दुध हामीले यही विषयलाई रोटी र दुध भनेर पढ्नको लागि उया माथि हेर्नुस् त ऐन उयो हागो गरेको थियो हो यो हागो भन्ने कुराकानी चाहिँ म्याक्सिमम बोलीचालीको भाषामा के गरिन्छ प्रयोग गरिन्छ अरे र वा र ग्वा चाहिँ के को मारे लेख्ने बेलामा प्राय धेरै के गरिन्छ प्रयोग गरिन्छ अरे। चाहिँ पाङ ग्वा उयु भनेको रोटी र के भयो दुध नाल्सी वा खेचल हो नाल्सी भने के भयो मौसम र खेचल भने के भयो ऋतु मौसम र के त ऋतु सम्बन्धी कुराकानी छ समस्या छ। इलेभनमा छ खुरिमुल फोगो चित्रलाई हेरेर फोगी वा खाची उदाहरणमा जस्तै चित्रलाई हेरेर उदाहरणमा जस्तै मुनचाङुल वाक्यलाई वानसँग हाँस्यो पुरा गर्नुहोस् भन्यो। फोगीमा छ उदाहरण अन्तर्गत सागवा सागवा केमा इन्डिङ छ कवेलमा अहिले माथिल्लो पढौं सागवा हागो स्याउ र खाजारुल कुकिजलाई अथवा खाजालाई चाहिँ म गयो खान्छु के गर्छु खान्छु तर यसमा वा ग्वा लगाउने भने वा लाग्छ कि ग्वा लाग्छ के लाग्छ सागवा वा खाजारुल मक्काबाट मग यो यसो पनि हुन सक्ने भयो भन्छ सागवा वा स्याउ र खाजारुल कुकिजलाई चाहिँ म गयो के गर्छु खान्छु अरे। भनेपछि इलेभनमा छ सिक्ताङ भने के भयो रेस्टुरेन्ट रेस्टुरेन्ट र छ साइडमा फ्यानुइजम 24 घण्टे पसल 24 घण्टे पसल छ। अब यसमा बनाउनु पर्यो मानौ कि सिक्ताङ सिक्ताङ अब हागो बनाउने हो भने त टाउको दुखाउनै परेन सिधै के गर्दिने सिक्ताङ हागो कहाँ र रेस्टुरेन्ट र कहाँ जान्छु ओ फ्यान्न वे जम ए खायो 24 घण्टे पसलमा जान्छु भन्ने हो होइन यतिखेरमा हागोबाट बनाउँदिन वा ग्वा लगाउँछु भन्ने हो भने सिक्ताङमा वा लाग्छ कि ग्वा लाग्छ के लाग्छ सिक्ताङमा सिक्ताङ ग्वा रेस्टुरेन्ट र फ्यान उइ जम ए खायो 24 घण्टे पसलमा जान्छु भन्नु पर्यो। यसमा इभनमा छ यो बिचरालाई के भन्नु पर्यो पिज्जा पिज्जा साइडकोलाई के भन्नु पर्यो चिकन भनेको चिकन भन्नु पर्यो। भनेपछि पिज्जा
यसमा हुँदा फिजा हागो लगाउन त चिन्दै भएन फिजा हागो के छिखिन फिजा हागो पिजा र छिखिनी चिकन चाहिँ मासिसयो मिठो छ स्वादिष्ट छ मिठो हुनु विशेषता त्यही भएर अगाडि इ र के आगो गएको पिजा हागो पिजा र छिखिनी चिकन चाहिँ मासिसयो के छ मिठो छ होइन यसो नबनाउने फिजामा वा र ग्वा लाग्ने हो नि के लाग्छ फिजा के लाग्छ वा फिजा वा छिखिनी मासिसयो चिकन के छ मिठो छ ताम्बनमा छ यो बिचरालाई के भन्नुभयो आबाङ यसलाई के भन्नुभयो ओसान डट डट इगा डट डट चाहिँ इसयो छ रे अब झोला र छाता छ भन्ने हो भने झोलालाई के भन्ने रे खाबाङ हागो लगाउन त चिन्दै भएन हागो के सान भन्नु पर्यो उसान ओसानी उसानी इसयो खाबाङ हागो झोला र उसानी इसयो के छ छाता छ होइन हागो सागो राखिदिने म खाबाङको पछाडि वागवा लाग्ने हो नि के लाग्छ खाबाङवा ओसानी इसयो के छ छाता छ साबनमा छ 4 नम्बर अन्तर्गत यिनलाई के भन्नु पर्यो हारा बची यिनलाई के भन्नु पर्यो हाल्मनी हजुरआमा अब हजुरबुबा र हजुरआमा खेसेयो हुनुहुन्छ भन्ने हो भने हारा बची हागो हारा बची हागो हाल्मनीगा इसयो यसो गर्ने अब यसमा मानौ कि वा ग्वा लगाउने हो भने हारा बचीको पछाडि वा लाग्छ कि ग्वा के लाग्छ हारा बची वा हजुरबुबा र हाल्मनीगा हजुरआमा चाहिँ खेसेयो हुन्छ बनाउनु पर्यो भयो हागो पनि क्लियर वा ग्वा पनि क्लियर इभनमा व्यक्त गरेको विषयमा छ खुरिमुल फोगो चित्रलाई हेरेर फोकी वा खाची उदाहरणमा जस्तै मुन्चाङुल वाक्यलाई वानसँग हाँसेयो पुरा गर्नुहोस् भन्यो फोकीमा छौँ हामी फोकीले के जनाउँछ अरे उदाहरणको कुराकानीमा छ कफी हानजान हागो हो कफी 1 कप र पाङ रोटी हाङ्गे 1 वटा कफी 1 कप र पाङ रोटी चाहिँ हाङ्गे 1 वटा छुसेयो दिनुहोस् रे अब यसमा 11मा छ 1 नम्बरमा बनाउने बेलामा अब यसै गरी बनाउनु पर्यो अगाडि कफी अनि त्यसमा चाहिँ खेसु संख्या र त्यो भन्दा पछाडि फुल्युसा वर्गीकरण राखेर यसलाई के भन्नु पर्यो पहिला कति हो हान्न खोङ्गी हो कि खुरुत हो फा फाङ खोङ्गी हागो यसलाई के भन्नु पर्यो ओ दोङ भनेको जापानिज फुड चाहिँ कति कचौरा हो हान भनेको 1 अब यहाँभित्र सुप जस्तो छ झोल अब झोललाई के भन्नु पर्यो खुरुत भनेको यतापट्टि जानु पर्यो खुरुत छुसेयो फा फान खोङ्गी हागो भात 1 कचौरा र उदोङ जापानिज फुड चाहिँ हानगुरुत 1 कचौरा छुसेयो दिनुहोस् भन्नु पर्यो इभनमा छ 2 नम्बर अन्तर्गत पहिलोचोटि या माथि ट्रे राखिएको कुराकानी मूल नभएर के हुनुपर्छ जुसु हुनुपर्छ भनेपछि जुस चाहिँ कति हाना द सेट वाट सेजान हागो यसलाई के भन्नु पर्यो अब मूल कति छो जान छुसे यो भनेपछि जुसु सेजान हागो जुस चाहिँ कति कप 3 कप र 3 गिलास र मूल थुजान पानी 2 कप छुसेयो दिनुहोस् साम्बनमा छ यसमा रामेन बनाइयो भने रामेन भनेको चाउ चाहिँ कति
अब यो सुप आकारको कुराकानी हो केमा जानुपर्छ भने थियो खुरुत थोगोरोत हागो अब यसलाई के भन्नु पर्यो खोल्ला कोका कोला कति हान्न वाट ओ हान्न ब्याङ छुसेयो रामेन थु खुरु थागो चाउचाउ चाहिँ 2 कचौरा र खोल्ला कोका कोला हान्न ब्याङ छुसेयो 1 बोतल दिनुहोस् र साबनमा छ भन्नु पर्यो के छेक भनेको के भन्नु पर्यो किताब कति हान वाट ओ ग्वन है किताब र कपीको गणना केबाट ग्वनबाट छे खान ग्वन किताब 1 वटा र अब यतिखेर हामीलाई पेन्सिल नभएर पेनै रहेछ फुल पेन भनेको बल पेन कतिवटा थो वाट के भन्नु पर्यो ससाना लामा आकारका वस्तु गणना गर्दा सधैँ के को प्रयोग गर्नु पर्थ्यो जारु भनेपछि थो जारु लामा आकारका वस्तु सबै केमा जानु पर्यो जारुमा जानु पर्यो भनेपछि छे किताब चाहिँ हान्न ग्वन हागो हान्न ग्वन हागो किताब 1 वटा र फुल पेन बल पेन चाहिँ थु जारो छुसेयो 2 वटा दिनुहोस् भन्नु पर्यो यसमा समस्या छैन भनेपछि खेसुमा पनि डाउट छैन संख्यामा पनि फुलिसामा पनि समस्या छैन 맛있게 드세요. यसको लिसनिङ बज्दैन थेवामा छौं थेवा भनेको के भयो त संवाद अन्तर्गत एउटा छमुवन भनेको पसले भन्छ हामीले पसले अब रेस्टुरेन्टको साउ हुन पनि सक्ने भयो किरानाको साउ हुन पनि सक्ने भयो कुराकानी हेरेर चाहिँ यो को हो भन्ने डिभाइड हुने हो यसमा छ छमुवन भनेको पसले र मिन मिन आउङ भन्ने अर्को एकजना व्यक्तिको बीचमा गफ चल्दै रहेछ पसलेले भन्यो अस ओसे हो ओ कृपया के गर्नुहोस् आउनुहोस् स्वागत छ रे म थुसी गेसयो के खान चाहनुहुन्छ भन्दा कफी कफी थुजान छुसेयो 2 कप दिनुहोस् कफी थुजान छुसेयो कफी 2 कप दिनुहोस् पाङ इस्सयो ओ प्रश्न गर्दै भन्यो पाङ इस्सयो रोटी छ भन्दा पसलेले भने आनियो होइन होइन भनेपछि छ भन्न मिल्छ त मिल्दैन आनियो अप्सयो होइन छैन नबसो भने होइन छैन केही खुनुन केक चाहिँ इस्सयो छ रे के चाहिँ छैन भनेको पाङ भनेको रोटी चाहिँ अप्सयो छैन तर केही खुनुन इस्सयो केक चाहिँ छ रे फेरि मिनमिन आउङले भन्यो खुरम त्यसो भए कसो भए त्यसो भए कफी थुजान आगो हो त्यसो भए कफी थुजान आगो कफी 2 कप र जे छ केक छ भनेको नि त केही खु छुसेयो केक दिनु होस् भन्दा पसलेले भन्यो ने हजुर आलगेस्मिदा के गरे बुझे अरे समस्या खेदाबे फायो भनेको छ उत्तर दिए हेर रे उत्तर दिए हेर उत्तर दिए हेर भनेको कुराकानीमा इल्बनमा छ मिनमिन आउङ सिनुन मिनमिन आउङ जी चाहिँ अदिए खासयो कहाँ जानुभयो फेरि के सोधा थियो कफी थुजान छुसेयो कफी 2 कप दिनुहोस् पाङ इस्सयो रोटी छ भन्दा आनियो अप्सयो होइन छैन केही खुनुन इस्सयो केक चाहिँ छ भन्दा खुरम त्यसो भए कफी थुजान आगो कफी 2 कप र केही खु छुसेयो केक दिनुहोस् केकको कुराकानी गरिसकेपछि ने हालके सुनिदा हजुर बुझे खानाको कुराकानी गरेको मान्छे सिक्ताङमा अथवा फाप्चिप रेस्टुरेन्टमा हुन्थ्यो केकको कुराकानी गर्यो कफीको कुराकानी गरिसकेपछि मान्छेहरू यतिखेर चाहिँ पाङ चिप भनेको बेकरी हाउस है पाङ चिप भनेको बेकरी हाउस BAKERY बेकरी HOUSE बेकरी हाउसमा छ सम्झिनु पर्यो खानेकुराको कुराकानी गरेको मान्छे कहाँ हुन्थ्यो सिक्ताङमा हुन्थ्यो यतिखेर केकको कुराकानी गर्यो र कफी पनि पिउन मन छ भन्ने कुराकानी गरेपछि मान्छे
पाङचिप भनेको बेकरी घर अथवा बेकरी हाउसमा छ। तल्लो के हुनु पर्यो मिनमिन आउङ सिनुन मिनमिन आउन्सीले मुवासुल केलाई भनेको मुवातले के जनाउँछ के चाहिँ छुमुन हेस्सयो अर्डर गर्नु भयो रे छुमुन हादा के गर्नु अर्डर गर्नु ORDR अर्डर गर्नु के हुनु पर्यो हो छुमुन हेस्सयो नो छुसेयो छुमुन हेस्सयो माथि पो छुसेयो थियो त हामीलाई क्वेशन सोधे के छुमुन हेस्सयो नि त खुरम केसो कफी थुचान आगो कफी 2 कप र खेइखु छुसेयो केक दिनुहोस् भनेपछि मिनमिन आओङसीगा मिनमिन आओङजीले कफी थुचान हागो कफी 2 कप र खेइखुर केकलाई चाहिँ छुमुन आधाबाट पास्ट टेन्समा हेस्स यो के गर्नुभयो अर्डर गर्नु भयो। यसमा छ छेसी दोइन उल्लेख गरिएको प्रस्तुत गरिएको फ्यो यानुल भनाइलाई अभिव्यक्तिलाई वार्युङ आयो प्रयोग गरेर थे वा हे फुस्यो संवाद गरी हेर्नुहोस् भन्यो। यसमा छ पाङ भनेको रोटी चाहिँ थुगे भनेको 2वटाको कुराकानी गरेछ र साइडमा छ उयु भनेको दुध। तल्लोमा छ पाङ थुगे भनेको रोटी अथवा पाउरोटी 2वटाको वाफ गरेछ र उयु भनेको दुध चाहिँ सेगे भनेको कतिवटा 3 पाकेटको कुराकानी गरेछ। सुरुमा छ यहाँ गार नाको गफमा गाले भन्यो अस ओसे हो कृपया आउनुहोस् के छ स्वागत छ रे म थुसी गेसयो के खान चाहनुहुन्छ भन्दा नाले भन्यो ई पाङ यो रोटी भनेको अथवा यो पाउरोटी चाहिँ थुगे छुसेयो 2वटा दिनुहोस् पाउरोटी कतिवटा दिनुहोस् 2वटा दिनुहोस् उयु इस्सयो दुध छ भन्दा गाले भन्यो ने इस्सयो हजुर छ। अब नाले भन्यो खुरम त्यसो भए पाङ थुगे हागो रोटी 2वटा र उयु दुध चाहिँ सेजान 3 कप है। अब यहाँ गे आइदिएको भए चाहिँ पाकेटमा दुध किनो भन्नु पर्थ्यो तर अहिले के थियो जान तरल पदार्थले भरिएको कप गणना गर्दा मात्र जान लाग्थ्यो भनेपछि उयु दुध चाहिँ सेजान छुसेयो भनेको 3 कप चाहिँ के गर्नुहोस् दिनुहोस् अरे समस्या त्यसमा। र तलमा छ खेइखो केक चाहिँ हाङ्गे 1वटा केकलाई पनि गेमा गर्नु पर्यो जुसलाई केमा गणना गर्ने जानमा खेइखु हान्गे केक चाहिँ 1वटा र जुस चाहिँ थु जान भनेको कति कप रहेछ 2 कपको कुराकानी रहेछ यसमा। यसमा छ यु योङ हान भनेको महत्त्वपूर्ण कस्तो रे महत्त्वपूर्ण फ्यो यन भनेको भनाइ अथवा अभिव्यक्ति भनाइ अथवा अभिव्यक्ति अन्तर्गत मासिदगे भनेको मिठो गरी भनेको है VST को पछाडि गे जोडियो भने गरी ने गरी मासिदता के हुनु मिठो हुनु मासिदगे के गरी मिठो गरी तर VST को पछाडि गे लाग्नका लागि हरेक विषयवस्तु के मात्र हुनुपर्छ विशेषण मात्र हुनुपर्छ अरूमा प्रयोग गर्न पाइएन। यसले भन्छ मासिदगे मिठो गरी थुसेयो खानुहोस् अरे मिठो गरी खानुहोस् भन्ने विषयलाई मिठो गरी खानुहोस् भन्ने विषयलाई कसरी व्याख्या गर्ने रे भन्दा गार नाको कुराकानीमा गाले भन्यो छा भनेको ल भनेको ल जाम ल खाम ल बोलौं ल हेरौं भनेको छा ल सिचा खाप्सिदा सुरु गरौं भन्छ है। VST को पछाडि हामीले ग्रामरको रूपमा बसिदा अथवा हामीले पढ्ने गरेका छौं उप्सिदा बसिदा र उप्सिदाले हामीलाई औ अथवा के व्याख्या गर्थ्यो रौको कुराकानी गर्थ्यो। खा ल सिसा हाप्सिदा के खाऊ खाना खाऊ 2 जना खाना खाँदै रहेछन् गाले भन्यो नालाई ल अब खाना खाम। मासिदगे थुसेयो मिठो गरी खानुहोस् है मासिदगे थुसेयो मिठो गरी खानुहोस् भन्दा नाले पनि भन्यो ने हजुर हुन्छ। फान्जाङ निम्दो फान्जाङ निम भनेको क्याप्टेन भनेको
क्याप्टेन पनि मासिदगे मिठो गरी थुसेयो खानुहोस्। एउटाले भने थियो मासिदगे थुसेयो तपाईँ मिठो गरी खानुहोस् भन्न अर्को चुप लाएर बस्दैन। अर्कोले के भन्छ नि हजुर खान्साङ निम्दो क्याप्टेन ज्यूले पनि मासिदगे थुसेयो मिठो गरी के गर्नुहोस् खानुहोस् अरे। समस्या थोरै टाइम छ हेर्नु त कति भयो। अठार छोडिदेऊ ल त्यसो यसलाई। भोलि शुक्रबार भयो। भोलि एक्जाम गर्छु यहाँसम्मको सर र पुरै गर्छु अनि यसलाई आइतबार गरौँला। नभए भोलि यसलाई सकेर परीक्षा गरौँला हामीले। ल भोलि आउँदाखेरि मिनिङ चाहिँ चाँडो सक्ने ल सबै च्याप्टर हुन्छ। कतिमा आइपुग्यो 9 सम्म हैन। एकदेखि जति पढाएको छ सबै मिनिङ चाँडो